यो सबै छ होइन। हरियाली हेर्नु न, हिजो अब पर्यावरण दिवस थियो, हिजो पनि गऱ्यौँ। पर्यावरण दिवसको अहिले केही हामी वार्तालाप गर्नुपर्छ दिदीभाइ बसेर। खोइ त त्यो शम्भु आउने कुरा त अझै आएको छैन। काहीँ चाहिँ अर्कापट्टि ध्यान दिएर हेरिराख्नु भएको छ कि खोइ आउला नि त। आज पनि यी दुईटा भुटुट्याउको यो एकान्तमा भलाकुसारी पख तिमीहरूलाई अब मैले के गर्छु जाने। पर्यावरण दिवस भयो अनि यो विषयमा हेर्नु न, हरियो परियो त सबै छ। यो मानिसहरूले मनाउँछन् मात्रै कि रुखपात पनि बिरुवाहरू रोप्छन् हौ दिदी? नेपालमा त बढी कामभन्दा कुरा गर्ने नेपाल बनिएको छ अहिले। अब जति कुरा गर्थ्यो उति काम गरी देखाइदियो भए त अब सबै कुरामा व्यवस्थित हुन्थ्यो। नेपाल चाहिँ एकै यो पर्यावरण होइन, सबै कुरा प्रकृतिले दिएको बाहेक अनि यो देशले व्यवस्थापन गरेर मैले पनि देखिनँ। अब हजुरहरू त यहीँको मान्छे हो, भिडियो बनाउने न्युमा कहाँ त्यो ककलाई लिएर हिँड्छ अरे त्यसले। हो मलाई पनि त्यस्तो चाहिँ लागेको थियो है, त्यो लिएर हिँड्छ जस्तो चाहिँ मलाई पनि लाग्यो हो। त्यो हो, त्यो उल्लु छ त्यो मान्छे जस्तो त लागेको थियो। तैपनि यतिसम्म त गर्नु नपर्ने, भाउजूमाथि यत्रो धोका त त्यसले दिनु नपर्ने हो। के गर्छ त यो? मैले पनि देखेँ हो, त्यो तरकारी खेतीमा पनि एउटा चाहिँ नि सुकेको झिक्रा जस्तो भुटी ट्याउ लिएर आइथ्यो, त्यहाँ पनि बसेर के कुरा गर्दै थियो अस्ति। हो अनि उता पशुपतितिर पनि यसो त्यतातिर घुम्न गएको नि देखायो। मेरो साथीहरूले नि देखाएर छन्, कहाँ स्वयम्भूतिर गएको थियो अरे, गोदावरी गएको थियो अरे। भाउजू हो, गोदावरी बालाजु कता कता स्वयम्भूतिर पनि घुम्न गएका थिए अरे मेरो साथीले भन्या। ती मान्छे त त्यो दाउरा जस्तो चुप लाग्न नखरा भने त्यो उसँग हिँड्ने मान्छे पनि त्यो दाउरा पनि के भन्नु झिक्रो जस्तो भुटी ट्याउ लिएर हिँडिरहेको थियो अरे। के अरे आफ्नै दिदी हो रे? भाउजू पनि गफ दिनुहुन्छ होइन होला? ए ल होला। त्यसो भने तपाईँको सासू ससुराले नि छोराछोरीलाई चाहिँ फिट्टिकै खाना दिएका रहेछन्, हेलाइ गरेर रहेछन् नि। किन अरे? अनि अलि खाना दिए भएदेखि त हुन्थ्यो होला नि त। यस्तो सुकेनासी हेर्नुहोस् है, के अरे? त्यो ककालाई चाहिँ फोन गर्थ्यो है, यहाँ भिडियो खेल्न आउँथ्यो भन्थ्यो डाक्थिस्। हो भाउजू हो भन्थ्यो। भरे घरमा आएको चाहिँ यो चाहिँ कुरा गर्नु। मलाई पनि कहाँ त्यो तरकारी खेतीमा आएर क्यारेङ कराई गर्छ त्यो। अनि यसो आउँछ हिँडिहाल्छ, मेरो काम छ भन्छ हिँडिहाल्छ। हो उठ हो। अनि बिहा चाहिँ कहाँ गरेर त? उहाँ त आया हुन्, गया हुन्, बस्या हुन्, खाया हुन्, हिँड्या हुन् भन्नुहुन्छ। ए जुम्लामा? ए त्यही भएर मैले भाषा नबुझेर त। के हो पारा तेरो? भाउजूसँग गफ गर्दैछु कि नगर न। खोइ मोबाइल किन छ? यहाँ छ त। यही हो मोबाइल तेरो? अनि हेलो खोइ यसको डब्बा चाहिँ त्यत्तिकै मान्छे हावा तालमा। त पनि काम लाग्ने मान्छे चाहिँ होइन। मोबाइल यही रहेछ, यो अस्ति मेरो हराएको थियो, यो कानामा लिएर हिँड्दो रहेछ। अनि हेलो बाटामा जे छ यसैमा छ कि मजा छ कि त्यहाँ तरकारी खेतीमा चित्त बुझ्यो होला नि तँलाई। दाम नि